भगवान श्रीमन्नारायणम नमस्कार गरियो। अहिले हामीले नमस्कार गरियो तपाईँको चाहिने एकदमै महत्त्वपूर्ण जग्गा। न तेरो न मेरो न उसको न दाइको न भाइको न आमाको न छोराको एकदमै तपाईँको चाहिने भगवान बन्ने ठाउँ। चाहिँ कि जिउँदो हुँदाखेरि खासै मतलब नहुने र पछि चाहिँ भगवान बनाउने ठाउँमा छु म यतिखेर। त्यति भनेपछि बुझ्नुभयो होला। यहाँबाट चाहिँ हामी अब हाम्रो जिन्दगीमा केही उपाय नलागिसकेपछि हामी यहाँ आएर चाहिँ नि भगवान भइन्छ भन्ने मान्यता छ र सबैले नमस्कार गर्ने, फुलमाला चढाउने र पैसा चढाउने जग्गा यही हो। हामी सबैको अन्तिम ठाउँ। किन यो ठाउँलाई आउँदै दिउँसो बिहान यो ठाउँलाई अनुभव गरियो भने पनि लोभ लाभ ईर्ष्या डाका चोर फटाहरू सबै जाने आत्मा मनदेखि गायब हुने जनविश्वासका साथ जनविश्वासका साथ त नहोला, तर यस्तो जग्गामा चाहिँ म छु अहिले चाहिँ बिहानको समयमा पनि बहुत आनन्द छ। यहाँ एकदमै आनन्द छ, मजा छ। ल कुरो त्यही भयो, बुझे भएको। ल धन्यवाद, सबैको जय होस्, मेरो पनि होस्।